गाइज वेलकम टु माई मिनी भ्लग। इट्स मे प्रशंसा। सम्पूर्णमा पहिला ह्याप्पी माघे सङ्क्रान्ति। अनि म चाहिँ आज एकदम ढिलो उठेँ अनि 9 बजे उठेँ कि क्यान यु बिलिभ। अनि म चाहिँ बिहान उठेर यता हेरेको त मुखसुख धोएर यता सब कुखुरा काटेर त बाउछराले कुखुरा काटेर बिहान भयो। यता घाम लागिसकेको छ अनि किचनमा गएको मम्मीले यता काटेर रेडी दुध लिएर आउनुभएको थियो 1.5 लिटर त्यो रेडी। यता कुखुरा पोल्दैछ दाइले अनि यता टिका सिका लगाइदिनु भयो। अब हाम्रो यता त अब माघे सङ्क्रान्तिमा चाहिँ अब मिठो मिठो खानेकुरा पाक्छ। यता सुरुवात चाहिँ मैले लड्डुबाट गरेँ, तिलको लड्डु एकदम फटाफट थोत्तरे बहिनी बनाएँ। अनि यता हाम्रो कजन्सहरू हिजो आएका सब यता भेला भएर मस्त यहाँ सबै मिलेर खाइरहेका छौँ। तरुल सकरकन्दा अनि चिउरा र दुधमा पकाएको। अनि यता त्यो खाएपछि हामीले यता खाना खायौँ। त्यसपछि खाना खाएपछि हामी भालुपाडतिर लाग्यौँ। भालुपाडको चटपट नखाए त हुँदैन। अनि भालुपाडको चटपट खायौँ अनि आएपछि यता मम्मीले चाहिँ रोटी हाल्दै हुनुहुन्थ्यो। यसो सघायत मेरो चाहिँ दाइ जानुभयो अनि छुट्टी थिएन। अनि यता म ड्रामा हेर्दै चाहिँ कुरकुरे खाँदै थिएँ। थ्याङ्क यू।